ल साथीहरू आज चाहिँ नमस्कार है सबैजनालाई। आज खाना थाल्यो असारको 15 धानमा रोपे पनि आउनु होला है हामी सकिहाल्यौँ 5 मिनटमा खत्तम बनाउँछौँ। ठ्याक्कै मिलाएर राख्नु खाली हुन्छ त्यो खाना दाल थिएन तपाईँलाई? दाल यो खानुहोस् न, रोटी र दाल पनि खानु न। पसारमा रोटी कस्तो लागि हो कि जलेको निकालिदिनु दाल यहीँ छ, केही छैन हो दाजुले के हुन्न कि अब खाइन्छ टोके टोके भाँडो पनि हामी बस्नु असुविधा खायो। मिलाएर राख्नु हो गाईले पनि अब खानै राख्नु त्यो डल्लरको हो कि अब यहाँ यसरी राखेको छैन कि माथि जाला भन्नु त रातो खोर्सानी यहाँ छ है। ओ बुढो भएको छैन डल्लर चाहिन्छ यो हो हाम्रो यो खानु न हो निकालेर हो भने पैँचो राखिदिनु नि। माछा दियो तपाईँहरूको दामी ल्याएर पानी कति हाल्नु माथि पखालिदिया हुन्छ कि त्यो माथि पखालेर धेरै नै राखिदिया हुन्छ आनन्दै हुन्छ। के हो त्यस्तो प्रभु? रोटी खाऊ रोटी खाऊ कोला खाऊ लु छोडिदिउँ टेन्सन। ए आमा भेराइटी त त्यो त त्यस्तो रहेछ त ल आउनुहोस् ल जानु न भट्टाभट ल खानु 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 म भाँड्नु हो एउटा खानु भात खाने नै हो, खानु न यता पनि। म त भेजिटेरियन मान्छे भए पनि के हाल्न खानाको आइटम यत्रो छ। खाना सक्छ मलाई जिपिस भन्छ मलाई झुल चाहिँदैन। खानु न हो खानु। रस चाहिँदैन तपाईँ त्यो चुरा हाल्नु दाम ऊ हुन्छ त यता साइडमा हाल्नु दही साइडमा राख्नु न मलाई नुडलको छ रस चाहिँदैन त्यो के यसो खानु तपाईँ हुन्छ। दाल छ हौ यहाँ। मकै
एकजना रोटी खानु न खानु न हो भात सात भइहाल्छ नि। तपाईँलाई अहिले पुग्दैन भयो ए सत्र आइटम छ त्यहाँनिर आज ल्याउनु नि त त्यो के पान पुरै आजकै खाने थुप्रो छ क्या कस्तो पातलो छ। अस्ति बनायो तपाईँ खाना खाइहाल्नु भयो ह्यान्ड बनाउँदाखेरि नै त्यत्तिकै त्यही त नि। त्यही रोटी हो यो होइन होइन त्यो नि। त अर्कै हो त्यो अर्कै हो नि। नुन चर्को हो यो त्यो रोटी